गुटका कहिलेबाट खान थालिस? पहिला त खाँदैन थिस् त। लकडाउनमा नि केटाबाट टाइम पास गर्ने बाटो नभएर यो चपा दरो टाइम पास हुन्छ भन्थे, बसमै खाइए नि। कोरोनाको दबाई भन्दै लोकल ठरिजन बिहानैबाट हानिदिन्थ्यो, बसमै खाइए त्यो पनि। कोरोनाले त होइन, धेरै खाएपछि रक्सीले चाहिँ जालस फेरि। सुन्नु न, हेर्नु न मेरो मोबाइल के कल गर्दा गर्दै स्विच अफ भयो। एकछिन हजुरको मोबाइल दिन मिल्छ? यस, स्योर स्योर। त्यसलाई त मैले कुन चाहिँ फिल्ममा हिरोइनमा देखेँ। भाग, राम्रो केटी जति सबै फिल्मको हिरोइन देख्छस् हैन तैँले? यो त मेरो मनको हिरोइन हो। तेरो मनको हिरोइन चाहिँ कसरी भइबेयो? उसलाई पहिलोचोटि देख्ने बित्तिकै मेरो मनमा हलचल भयो। तेरो मन त हलचल मात्रै भयो, मेरो मनमा झन् भुइँचालो नै आयो यार। ओके बाई, थ्याङ्क यू दाई। सालीले दाई भेट्यो। मन त चोरी चोरी मोबाइलको ब्यालेन्स पनि सकेर गई। यति राम्री केटीलाई छम्मा बनाउन पाए मेरो त भाग्यै खुल्थ्यो। धेरै पछि हामी यसरी बस्यौँ हैन त? यो त वासा जडीबुटी हो क्या बड्डा? हाम्रो गाउँतिर पनि पाइन्छ नि यो, बसमै खान्छ नि यो। टाइट विदेशी हो यो, साथीले ल्याइदिएको। साँच्चै गजब हुँदो रहेछ के। सुन्न, आज दिउँसो त्यो पार्कमा आएको थियो नि, त्यो केटीको घर पत्ता लगाऊ न। ए गधा, यो दाङ होइन, काठमाडौँ हो। यहाँ करोडौँको सङ्ख्यामा मान्छे बस्ने गर्छन्, त घर पत्ता लगाउने कुरा गर्छस्। के थाहा मेरो भाग्यमा त्यो केटीसँग भेट हुने लेख्या छ कि? ओइ, छम्मा बनाछस् तैँले? छम्मा भएको भए यसरी यो माल तँसँग खाएर बस्थ्यो होला त? अर्कै माल खान जान्थे नि। बिचारा मेरो भाग्यरेखा दिनदिनै मेटिँदैछ। कुन चाहिँ अभाग्यले कल गर्यो? हेलो, हजुर अङ्कल नमस्ते। हजुर हजुर, ऊ मसँगै छ अङ्कल। हस् अङ्कल, त घरबाट भागेर आएकोस्? अनि अङ्कलको फोन किन नलाग्ने कुरा आएकोस्? केही गलत काम गरेर आएको त हैनस् नि? किन बोल्दैनस् त? म जन्मिनु गलत रहेछ यार। रात दिन कि बिहे गर कि काम गर भनेर कति कचको सुन्नु भएको। अब काम गर्ने मन त मलाई पनि छ नि। त्यो गाउँमा 1-2 हजारको काम गरेर के नै हुन्छ भन् त? कोरिया जाने भनेर 2 वर्ष पढेँ, पास पनि भए, भिसा पनि आउन लाग्थ्यो। अब कोरोनाले गर्दा भिसा क्यान्सल भयो त यसमा मेरो के गल्ती यार? डेली बिहे गर भनेर कच गर्छन् भाले। यो उमेरमा बिहे गरेर मैले आफ्नो जिन्दगी खराब गर्नु छैन। मलाई धेरै साथीहरूको देखिसकेको छु कि बिहे गरेको 1-2 वर्ष भए हुन्न डिभोर्स भइसक्यो हुन्छ। रात दिन त्यो कचकच सुन्नु भन्दा त घर छोड्नु ठिक भनेर भागेर आएको। घरबेटले पनि आज बिहान साथीकोमा धेरै दिन बस्नुहुन्न भन्दै थियो। अब तँलाई अप्ठ्यारो हुन्छ भने भोलि निस्किन्छु म। चुप लाग साले, घरबेटीको कुरा छोड्दे। त मेरो साथी होस् नि, तँलाई जति दिन बस्न मन लाग्छ मजाले बस। बरु यार मलाई केही काम हुन्छ भने खोज्दैन, अलिअलि भए पनि पकेट खर्च आउँथ्यो। अहिलेको समयमा काम पाउनु गाह्रो छ। केही समयपछि माहौल ठिक भयो भने काम खोजौला। अहिले त ढुक्क भएर बस।